नमस्कार, म शारदा स्टेपी आज फेरि पनि तपाईहरू समक्षमा मेरो आमाको खण्डकाव्यबाट मेरी आमा खण्डकाव्यबाट अध्याय 10 को दोस्रो पदलाई लिएर आएकी छु र स्वीकार गर्नुहोला। यो दोस्रो पद यसरी नै म युट्युबमा पनि सेयर गर्नेछु है। अनि यो खण्डकाव्यलाई चाहिँ यसै गरिकन यो खण्डकाव्यलाई चाहिँ म कम्प्लिट गर्ने मेरो एउटा चाहना छ। किनभने यसरी युट्युबमा पनि छ, पुस्तकमा पनि छ है। पढ्न चाहनेहरूले पुस्तक पनि पढ्न सक्नुहुन्छ अनि युट्युबमा पनि हेर्न सक्नुहुन्छ है त ल। ओके, यादको कारागारभित्र मेरी आमा अध्याय 10 को दोस्रो पद। तिम्रा ती सुमधुर आवाजहरूसँगै माया पस्किरहन्छौ नि। कति भुल्याऊ म मन यो सत्यतालाई, गर स्वीकार भने उनी छैनन् यहाँनिर, छन् त केवल यादहरूमा सीमित, केवल संस्मरणहरूमा बन्दित। स्वीकार नै मान्दैन यो मन, कि मृत्युले भत्काएर लग्यो उनको शरीरको बगर। मृत्युले भत्काएर लग्यो उनको शरीरको बगर। मच्चायो एउटा ताण्डव बर्खाले यो प्राकृतिक खेल, तर हार्नै मान्दैन यो मन। मेरी आमा कहिले हार्न मान्दिन थिइन्, न त दुःख र सङ्घर्ष गर्नसित, न त वृद्ध अवस्थामा, न रोगसित। त्यो अन्तिम क्षणसम्म उनको आँखाभरि मैले एउटा ज्योत्स्ना देखेँ। मैले एउटा हार्नै नमान्ने एउटा साहसी नारी देखेँ। रोग र वृद्धावस्थासँग लडाईँ गरी सायद उनले जितिन् त्यो निष्ठुर मृत्युलाई। र नै त यसरी यहाँ आज निरो शब्दहरूमा बोलिरहन्छन् हेर मसँग। आज निरो शब्दहरूसँग बोलिरहन्छन् मसँग, हेर मसँग बोलिरहन्छन् हेर मसँग। मेरो मनको भित्री वासमा प्रेरणा बनी फुलिरहन्छन्। मेरो मनको भित्री वासमा प्रेरणा बनी फुलिरहन्छन्। मेरो जीवनको हर पाइलामा उनी त उत्साह बनी झुलिरहन्छन्। मेरी आमा रुन पनि दिन्न मलाई, आँसु भित्रै रोक्छिन्। हार नखानु संसारसँग भन्दै प्रेरणाको राको पुग्छिन्। हार नखानु संसारसँग भन्दै प्रेरणाको राको पुग्छिन्। धन्यवाद।